उमर जात प्यारी सुपने निश्चय दिन पियो जपत लाल कदम न छोड़े मोमिनो जाकी असल हक निशवत जाकी असल हक निशवत। महामती स्वामी श्री प्रणा जी संबंधको कुरा यहाँनिर बताउँदै हुनुहुन्छ। जसको जहाँको सम्बन्ध लागेको छ उसले उसैको याद गर्छ, उसैलाई प्राप्त गर्ने चेष्टा गर्दछ। किनकि परब्रह्म परमात्माले आफ्ना दिव्य आत्माहरूलाई असर जड दुःखको खेल देखाएर राज्य महाराजको वाहिदत पातशाहीलाई, राज्य महाराजको हृदयमा भएको प्रेमलाई अनुभूति दिलाउनको लागि आफ्ना अङ्गनाहरूलाई, आफ्ना आत्माहरूलाई सपनाको संसारमा सुर्ता रूपमा पठाउनु भयो। र संसारमा आइसके पछाडि ब्रह्मात्माहरूले आफ्नो नाम, आफ्नो धाम, आफ्नो परमात्मा, आफ्नो लीला, आफ्नो अखण्ड घरको सम्झनादेखि उनीहरू टाढा छन्। उनीहरूलाई परमधामको याद खेलभित्र हुन सक्दैन। र परब्रह्म परमात्माले तिनै आत्माहरूलाई जागृत गर्नको लागि यो धारामा तारतम्य रूपी ज्ञान लिएर आउनु हुँदछ र आफ्नो परिचय तारतम्य ज्ञानको माध्यमबाट आफ्ना अङ्गना आत्माहरूलाई प्रदान गर्नुहुँदछ। र ती आत्माहरूको लक्षण कस्तो हुनुपर्छ, ती आत्माहरूको रहनी कस्तो हुनुपर्छ संसारमा बताउनु हुँदछ कि हे सुन्दर साथी, जो परमधामको आत्मा यो संसारमा, यो दुःखमा, यो सपनाभित्र आएर पनि यदि उसले आफ्नो सम्बन्धको पहिचान गर्यो भने, परमात्माको पहिचान गर्यो भने र आफ्नो आत्माको पहिचान गर्यो भने नित्य निरन्तर रूपमा परमात्मादेखि टाढा रहँदैन। परमधामदेखि टाढा भएको अनुभूति सपनामा पनि त्यो आत्माले गर्न सक्दैन। किनकि इतै बैठे घर जागे धाम पूर्ण मनोरथ वे सब काम। यही सपनाभित्र बसी बसी पनि परमधाममा जागृत भएको अनुभूति ती आत्माहरूले गर्दछन्। त्यही भावलाई महामती स्वामी श्री प्राणजी महाराजले यहाँनिर प्रस्तुत गर्नु भएको छ कि उमर जात प्यारी सुपने। प्यारी मतलब परमात्माका अति नै प्यारा आत्माहरू सपनामा पनि, खेलमा पनि परब्रह्म परमात्माको नामलाई स्मरण गर्दै गर्दै, परमात्माको धामलाई स्मरण गर्दै गर्दै, परमात्माका ती नूरी चरण कमललाई याद गर्दै गर्दै सपनामा आफ्नो समय व्यतीत गर्ने गर्दछन्। किनकि उनीहरूको सम्बन्ध, उनीहरूको निस्वत असली रूपमा उनीहरूले पहिचान गरिसकेका हुन्छन् तारतम्य ज्ञानको माध्यमबाट। जसलाई ज्ञानको माध्यमबाट सम्बन्धको पहिचान भएको छ, आफ्नो स्वरूपको पहिचान भएको छ भने ती आत्माहरू केवल परमात्माको चिन्तन नगरिकन यो संसारमा रहन सक्दैनन्। त्यसै कारणले उमर जात प्यारी सुपने, उनीहरूको उमेर, उनीहरूको समय संसारमा कसरी व्यतीत हुँदछ, उनीहरूले संसारमा समयलाई कसरी अगाडि बढाउँदछन् त भन्दा केवल परमात्माको स्मरण गरेर। निश्चय दिन पियो जपत। निश्चय दिन मतलब रात दिन, रात्रिको समयमा पनि दिनको समयमा पनि खाते पिर्ते उठ्दै बैठ्दै सोबत सोपन जागृत दमन छोडी मासुको जहाँको हे हक निस्वत। जसको परमात्मासँग निस्वत सम्बन्ध लागेको छ, परमात्माको पहिचान भएको छ भने खाँदाखेरि पनि, उठ्दाखेरि पनि, बस्दाखेरि पनि, खेल्दाखेरि पनि, सुत्दाखेरि पनि, रात्रिको समय होस् जुन समयमा पनि केवल परमात्माको स्मरण ती आत्माहरूको हृदयमा भएको हुन्छ। किनकि ती आत्माहरू जागृत आत्मा बनिसकेका हुन्छन् र उनीहरूले आफ्नो सम्बन्धको पहिचान गरिसकेका हुन्छन्। र जो सम्बन्ध उनीहरूको लागेको छ र जो सम्बन्धी छ
त्यो सम्बन्धीको याद नगरिकन ती आत्माहरू एक पल पनि संसारमा रहन सक्दैनन्। यो आशिकी आत्माहरूको, जागृत आत्माहरूको लक्षण हो। लाल कदम नछोडे मोमिन, मोमिन आत्माहरू लाल परमात्माको कदमलाई, चरणलाई एकछिन पनि आफ्नो हृदयबाट अलग गराउँदैनन्, किनकि स्वयं आफ्नो हृदयलाई परमधाम बनाएर संसारमा रहेका हुन्छन्, सपनाभित्र रहेका हुन्छन् र त्यो परमधाममा नित्य निरन्तर रूपमा परब्रह्म परमात्मालाई अर्जी गरिरहन्छन् कि अर्श तुम्हारा मेरा दिल है, तुम आई करो आराम, सेज बिछाऊं रुच रुचुके, यही तुम्हारा विश्राम। कि हे धनी, हजुरको लागि मैले विश्राम स्थल, हजुरको लागि शय्या मेरो हृदय रूपी धाममा बनाइसकेको छु, हजुर आएर आराम गर्नुहोस् भनेर रात दिन परब्रह्म परमात्मालाई कसरी आफ्नो हृदयमा विराजमान गराउने त्यही विषयवस्तु मध्ये आत्माको हृदयले सोचिरहन्छन्। र लाल कदम नछोडे मोमिनो, जाकी असल हक निस्वत, जसको असली सम्बन्ध परमात्मासँग लागेको छ भने परब्रह्म परमात्माको कदमलाई, परमात्माको चरणलाई एक पल पनि उनीहरू आफ्नो चिन्तनदेखि, आफ्नो हृदयदेखि, आफ्नो विचारदेखि, आफ्नो भावनादेखि अलग गराउँदैनन्। जसलाई परमात्माको साक्षात्कार भएको छ भने त्यही स्वरूपको चिन्तन, त्यही स्वरूपको निधिध्यासन उनीहरूबाट भइरहन्छ। जसलाई परमात्माको चरणको ज्ञान भएको छ भने त्यही ज्ञानको माध्यमबाट पनि ती आत्माहरू परमात्माको चिन्तन, परमात्माको ध्यानमा लागिरहन्छन्। र हाम्रो कर्तव्य बन्दछ कि संसारमा हामी पनि सपनाभित्र छौँ, हामी अत्यन्तै भाग्यशाली छौँ, किनकि परब्रह्म परमात्माले दिएको तारतम रूपी ज्ञान, तारतम प्रकाश आज हामी माझ पनि हामीले पनि प्राप्त गरेको छ। त्यही ज्ञानको माध्यमबाट परमात्माको त्यो दिव्य चरणको ज्ञान हामीमा छ, परमात्माको त्यो दिव्य धामको ज्ञान हामीमा छ। र त्यो ज्ञानलाई आफ्नो दैनिकीमा नित्यदिन एउटा सुहागिन आत्माको लक्षणमा आफूलाई पनि स्थापित गर्नको लागि, जसरी उमर जात प्यारी सुपने नित्यदिन पिउच पत्तर, राणाजी महाराजले भन्नुभयो कि परब्रह्म परमात्माका आशिकी आत्माहरूको उमेर, समय संसारमा केवल परमात्माको नाम जप्दै जप्दै व्यतीत हुन्छ भन्ने कुरा यहाँनिर उल्लेख गर्नुभएको छ। र त्यही विषयवस्तुलाई स्वीकार गरेर, तिनै विषयवस्तुलाई ग्रहण गरेर हामीले पनि आफ्नो जीवनमा परमात्मालाई कसरी याद गरेर आफू कसरी परमात्माको नजदिक बन्न सकिन्छ, परमात्माको समीपमा कसरी जान सकिन्छ, नित्य निरन्तर रूपमा त्यही विषयको चिन्तन गरिरहनुपर्छ। त्यसैमा हाम्रो जीवनको सार्थकता झल्किँदछ, त्यसैमा हाम्रो एउटा उद्देश्य पूरा हुने विषयवस्तु देखिन्छ। यिनै विषयवस्तुलाई ग्रहण गर्दै हामी अगाडि बढ्नुपर्दछ। बोलो श्री प्राणनाथ प्यारी की जय।